कुनै ठाउँमा हामीले बिराएका छौँ, कुनै न कुनै ठाउँमा हामी चुकेका छौँ नि, केही कुरा सच्याउनु बाँकी छ। यस कारणले यो सुसमाचार चाहिँ असल सुसमाचार हो। डरबाट, अनिश्चितताबाट टाढा दिनेछ। उनै परमेश्वरले तपाईँ र मलाई यो क्रिसमसको समयमा भन्दै हुनुहुन्छ, तिमी नडराऊ। अब उसो तपाईँ र म हाम्रो अनिश्चिततामा डराउनु पर्दैन। उहाँ तपाईँ अनि हामीसँग हुनको लागि आउनु भएको छ। संसारमा कुनै पनि यस्तो कुरा छैन, सधैँभरि त्यो अजम्बरी छ, रहिरहेको छ हामीसँग। त्यो क्रुसमा मर्नलाई, रगत बगाउनलाई, बलिदान हुनलाई म जान्छु भनिकन प्रभु यीशु ख्रीष्ट जन्म। हाम्रो उपलब्धिहरूमा हामी आनन्द खोज्छौँ। मसित यो भयो भने म आनन्द होइन। संसारमा भएका कुनै पनि कुराले आज तपाईँ र मलाई दिगो आनन्द दिनै सक्दैन। उहाँको आनन्द परिवर्तनशील छैन। सबैमा ख्रिस्टीय अभिवादन, जय मसीह, मेरी क्रिसमस। सुनेन, मेरी क्रिसमस, आमेन। एकचोटि 1 2 3 गो भन्छु हजुरहरूले। मेरो क्रिसमस भन्नुहोस् है। 1 2 3 गो। फेरि एकचोटि 1 2 3 गो। मेरो क्रिसमस, आमेन। निश्चय पनि क्रिसमस आज हाम्रो चिबा नेपाली मण्डली परिवारको तर्फबाट यो कार्यक्रम आयोजना भए तापनि आज क्रिसमस हामी सबैजनाको एक एकजना व्यक्तिको आजको क्रिसमस, आमेन। किनभने प्रभु येशू ख्रीष्टको जन्म हुँदै गर्दा अनि उहाँ यो संसारमा आउँदै गर्दाखेरि चाहिँ हामी सबैजना एक एकजना व्यक्तिको निम्ति उहाँ यो संसारमा आउनुभयो, आमेन। त्यसै कारण यो क्रिसमस चाहिँ मेरी क्रिसमस सँगसँगै मेरो क्रिसमस पनि हो है, हामी सबैले भनेको छौँ। अनि त्यो आधारमा हामी आजको क्रिसमसलाई हामी हेर्दै जानेछौँ। र आज चाहिँ मैले तपाईँहरूको बिचमा क्रिसमसको सन्देश चाहिँ लुकाको सुसमाचार 2 अध्यायको 10 र 11 पद, सबैभन्दा पहिला हामी यो खण्डलाई पाठ गर्नेछौँ। यहाँ यसरी लेखिएको छ, तब स्वर्गदूतहरूले तिनीहरूलाई भने, नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ, आमेन। र यो वचनबाट आज हामी हेर्न गइरहेको सन्दर्भ चाहिँ हो महाआनन्दको सुसमाचार, गुड न्युज अफ ग्रेट जोय। दैनिक जब हामी उठ्छौँ अनि उठिसकेपछि बिहान हामीसँग मोबाइल हुन्छ, अनि कति परिवारसँग टेलिभिजन पनि होला, अनि विभिन्न माध्यमहरूद्वारा हामी विभिन्न खबरहरूलाई, न्युजहरूलाई हामी सुन्ने गर्छौँ। अनि जब न्युजहरूलाई हामीले सुन्दै गर्दाखेरि अधिकांश न्युजहरूले चाहिँ हामीलाई के गर्छ, शान्ति दिँदैन। जब न्युजहरू हेर्छौँ, हरेक दिनको न्युजले चाहिँ हामीलाई डर लाग्छ, किनभने राम्रो घटनाभन्दा, राम्रो कुराहरू भन्दाखेरि पनि धेरैवटा नराम्रो कुराहरूको न्युजहरू हामी सुन्छौँ अनि देख्ने गर्छौँ, जसको फलस्वरूप हामीलाई चाहिँ नरमाइलो लाग्छ। अनि कति न्युजहरू डरलाग्ने हुन्छ, डर लाग्छ सुनिसकेपछि, हेरिसकेपछि, देखिसकेपछि। अनि कति न्युजहरू चाहिँ हामीलाई रिस पनि उठ्छ, यस्तो पनि हुन्छ र भन्ने पनि लाग्छ। तर क्रिसमसको समयमा, यो डिसेम्बरको यो अन्तिम सातामा हामी छौँ, जब यो क्रिसमसको समयमा, जबको क्रिसमसको समाचारलाई हामीले सुन्दै गर्दाखेरि चाहिँ बाइबलले भन्छ यो चाहिँ आनन्द दिने समाचार हो, आमेन। यो खुसी दिने समाचार हो भनेर अहिले हामीले वचनमा पढ्यौँ। अब के रहेछ त रिजन, हामी त्यो रिजनलाई हेरौँ न। कारण के रहेछ त? सबै समाचारले हामीलाई खुसी दिँदैन, सबै समाचारले हामीलाई आनन्द दिँदैन, दुखी बनाउँछ, डर लाग्छ। तर येशू ख्रीष्टको जन्मको समाचार चाहिँ कस्तो समाचार हो? यो मान्छेलाई आनन्द दिने, खुसी दिने। त्यसै कारण यो क्रिसमसलाई हामी सबैजनालाई थाहा छ, संसारभरि एउटै समयमा सबै मानिसहरूले मनाउने पर्वलाई क्रिसमस भनेर हामी चिन्दछौँ। अनि जब यो क्रिसमसको समयहरू आउँछ अनि यो सिजनले पनि हामीलाई छुट्टै किसिमको आनन्द दिइराखेको महसुस हुन्छ। अनि त्यसै कारण आज हामी यो हलभित्र आएका छौँ र यो क्रिसमस चाहिँ के हो त वास्तवमा? यो सुसमाचार चाहिँ के हो त? यो आनन्द दिने कुरा चाहिँ के रहेछ त भनेर बुझ्नको निम्ति हामी पक्कै पनि यो हलभित्र आएका छौँ। र सबैभन्दा पहिलो कुरो चाहिँ यो समाचारलाई
सुसमाचार भनिएको छ, गुड न्युज भनेको छ, असल भनिएको छ। किन असल भनियो त भन्दा सबैभन्दा पहिलो कुरा चाहिँ यो समाचार चाहिँ मानिसको डरबाट छुटकारा दिने समाचार भएकोले। आमेन। आज हामी देख्छौँ दिन प्रतिदिन मान्छे डर भई त्रासमा जिराखेको छ। बाहिरबाट हेर्दाखेरि हामी मानिस हाँसिरहेको देख्छौँ, उसले राम्रैसँग काम कुराहरू गरिरहेको छ, सबै कुराहरू ठिकठाक देख्छौँ जब हामीले बाहिरबाट हेर्दै गर्दा। तर संसारमा मानिस आफूले गरेको काम अनि आफूले गरेको कर्म अनि आफूले जीवनमा गरेको धेरै चुनौतीहरू, सङ्घर्षहरू, आफूले बिराएका कुराहरूलाई लिएर मानिसले त्यो अनिश्चिततामा जिरहेको हुन्छ। धेरैचोटि डर भई त्रासमा। यसको परिणाम के हुन्छ? आज म ठिक छु, भोलि के हुन्छ? भोलि म ठिक छु भने भविष्य मेरो के हुन्छ? अनि त्यो त्रासको कुरा, डरको कुरा हरेक मानिससँग हुन्छ। किन भन्दाखेरि आज कोही पनि छैन होला हामी। तपाईँले जीवनभरि जिएको, अहिलेसम्म जिएको जीवनको सबै लाइफ हिस्ट्रीलाई आज चाहिँ तिमीलाई लाइभ प्रसारण गरिँदैछ। सारा संसारमा भएका मानिसहरूले हेर्दैछ। के तपाईँ अनुमति दिनुहुन्छ भने हामी कोही पनि छैन होला। हुन्छ, ल प्रसारण गरिदिनुहोस्, संसारभरिको मानिसहरूले हेरोस् भनेर अनुमति दिने हामी कोही पनि छैन होला। हामी के भन्छौँ? होइन, हुँदैन। किन हुँदैन भन्छौँ? हामी कुनै न कुनै ठाउँमा हामीले बिराएका छौँ, कुनै न कुनै ठाउँमा हामी चुकेका छौँ नि। त्यसै कारण के भन्छौँ? हामी हुँदैन। केही कुरा करेक्सन गर्नु बाँकी छ, केही कुरा सच्याउनु बाँकी छ, अनि हामी मान्दैनौँ, हामी दिँदैनौँ। तर आज त्यही डर भई त्रासबाट छुटकारा र उद्धार दिनको लागि, मुक्ति दिनको लागि ख्रीष्ट यीशुको जन्म भएको छ। आमेन। अनि यस कारणले यो सुसमाचार चाहिँ असल सुसमाचार हो। कारण किन भन्दाखेरि चाहिँ यो समाचार हामीलाई हामीभित्र भएको, हृदयको त्यो कुनामा भएको डरबाट, अनिश्चितताबाट छुटकारा दिने समाचार भएको कारणले गर्दा यो समाचारलाई हामी सुसमाचार भन्छौँ। आमेन। अनि यहाँनिर के भन्छ? तब स्वर्गदूतहरूले तिनीहरूलाई भने, नडराऊ। हेर्नुहोस् त, अहिले हामीले पढेको खण्डको पहिलो शब्द नै नडराउबाट सुरु भएको छ। आज तपाईँ र मलाई, हामीसँग भएको सङ्गी साथीले, हामीलाई प्रेम गर्ने सँगैको साथीले अथवा हाम्रो आफन्त प्रियहरूले, जो कोहीले पनि, म तिम्रो साथमा छु, तिमी गर, तिमी अगाडि बढ, म तिम्रो साथमा छु भनेर हौसला दिँदाखेरि हामीलाई कस्तो लाग्छ? कति गर्व महसुस हुन्छ नि, मेरो साथमा कोही छ भने। तर यो हौसला चाहिँ तपाईँ र मलाई संसारमा भएका मानिसहरूले दिएको हौसला होइन। आज हामीले बुझ्न पर्छ, यो हौसला चाहिँ तपाईँ र मलाई सृष्टिकर्ता परमेश्वरले दिँदै हुनुहुन्छ, जसले सारा संसारलाई बनाउनु भयो, जो चाहिँ सारा संसारको मालिक हुनुहुन्छ, जसले मृत्युद्वारा पनि विजय प्राप्त गर्नुभएको छ, जसको हातमा स्वर्ग र पृथ्वीको साँचो छ, उनै परमेश्वरले तपाईँ र मलाई यो क्रिसमसको समयमा भन्दै हुनुहुन्छ, तिमी नडराऊ, म तिम्रो साथमा छु। आमेन। अनि यो हौसला सुन्दै गर्दाखेरि कि तपाईँ र मलाई आनन्द आउँदैन हृदय? मत्तीको सुसमाचारमा हामीले हेऱ्यो भने पूर्वका ज्ञानी ज्योतिषीहरू प्रभु यीशु ख्रीष्टको जन्मको समयमा उनीहरू तारालाई खोज्दै 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 आउँछ। जब त्यो तारालाई भेट्टाउँदछ उनीहरू रमाए, उनीहरूले आनन्द बनाए भनेर त्यहाँनिर लेखिएको छ। अनि आज प्रभु येशू ख्रीष्ट जन्मनु भएको सुसमाचार, यो यस कारणले सुसमाचार भएको छ, यस कारणले यो असल समाचार भएको छ, यस कारणले यो असल खबर भएको छ सबै मानिसको निम्ति। कारण यो चाहिँ मानिसलाई मानिसको डरबाट छुटकारा दिने समाचार भएको कारणले गर्दा अब उसो हामी डराउनु पर्दैन। अब उसो तपाईँ र म हाम्रो अनिश्चिततामा डराउनु पर्दैन। मेरो के हुन्छ भोलि, मेरो भविष्य के हुन्छ? तपाईँ हाम्रो लागि, हाम्रो अधर्मको लागि, क्रुसमा बलिदान हुनको लागि, क्रुसमा रगत बगाउनको लागि, हाम्रो पापको क्षमाको लागि उहाँ यो संसारमा आइसक्नु भएको छ। अब तपाईँ र मेरो डर, चिन्ता हाम्रो हृदयमा राख्न पर्दैन। त्यो सबै कुरा प्रभु येशू ख्रीष्टले लिन भयो अनि त्यही लिनका लागि उहाँ संसारमा आउनुभयो। मत्तीको सुसमाचार 1 अध्यायको 23 हामीले पढ्यौँ भने त्यहाँ यसरी लेखिएको छ, हेर कन्याले गर्भधारण गर्नेछ, उसले एउटा पुत्र जन्माउनेछ, उसको नाउँ चाहिँ इमानुएल राखिनेछ।
जसको अर्थ हो परमेश्वर हामीहरूसँग। उहाँ तपाईँ अनि हामीसँग हुनको लागि आउनुभएको छ। आमेन। आजको दिन कति गौरवको कुरा, कति असल र खुसीको कुरा, उहाँ हामीसँग हुनको लागि आउनुभयो। सृष्टिकर्ता परमेश्वर तपाईँ अनि मसँग बास गर्न, हामीसँग सम्बन्ध बनाउनको लागि उहाँ आउनुभयो। धेरैचोटि मेरो मिल्ने साथीसँग हामी सम्बन्ध बनाउँछौँ, मेरो बेस्ट फ्रेन्ड, उसलाई त म छोड्नै सक्दिनँ। मान्छे हो, एक दिन छोड्छ उसले, ग्यारेन्टी हो। तपाईँको जस्तो सुकै बेस्ट फ्रेन्ड भए पनि एक दिन उसले तपाईँलाई छोड्छ। एउटै परिवारमा एउटै खाटमा सुत्ने श्रीमतीले पनि एक दिन तपाईँलाई छोड्न सक्छ। एक दिन श्रीमानले तपाईँलाई शरीरमा छोडेर ऊ बिदा भएर जान्छ। एक दिन तपाईँले यो संसारमा जतिसुकै बेस्ट बनाए पनि त्यो बेस्ट कुराले एक दिन छोड्छ। एउटै कुराले मात्रै छोड्दैन, एउटै व्यक्तिले मात्रै नछोड्ने प्रमिस गर्नुभएको छ, त्यो चाहिँ प्रभु येशू ख्रीष्ट। म सधैँको निम्ति तिमीसँग हुनलाई आएको छु। आज यो बिहानी यो कुरालाई हामीले बुझ्ने प्रयास गरौँ अनि उहाँलाई हाम्रो आफ्नो बनाऊ। उहाँ कहिले जानुहुन्न हामीबाट टाढो, उहाँ जहिले पनि हामीसँग हुनलाई आउनुभएको छ। संसारमा कुनै पनि यस्तो कुरा छैन, सधैँभरि त्यो अजम्बरी छ, रहिरहेको छ हामीसँग। परिवर्तनशील छ यो संसार, सबै कुराहरू परिवर्तन हुन्छ, सबै कुराहरू अनिश्चित छ। तर प्रभु येशू ख्रीष्टको आगमन, उहाँको प्रतिज्ञा तपाईँ हाम्रो लागि सधैँभरिको निम्ति छ। दोस्रो कारण किन यो सुसमाचार चाहिँ असल सुसमाचार भयो भन्दै गर्दाखेरि यो चाहिँ पापबाट हामीलाई बचाउने समाचार भएकोले यो चाहिँ असल समाचार भएको छ। आज मानिस जाति कोही पनि हामी यो रुममा हेर्दै गर्दा कोही पनि सिद्ध छैनौँ, पर्फेक्ट छैनौँ। म त पर्फेक्ट छु, मैले जीवनमा कुनै गल्ती गरेको छैन, मैले त असलै असल राम्रै राम्रो गरेको छु भन्ने आज हामी कोही पनि छैनौँ। कोही हुनुहुन्छ? कोही हुनुहुन्छ? हजुर, हामी कोही पनि छैनौँ। हामीले जीवनमा धेरै कुराहरू मिस्टेक गरेका छौँ, गल्तीहरू गरेका छौँ। किन भन्दाखेरि बाइबलले भन्छ मानिस चाहिँ जन्मन्दाखेरि नै पापी स्वभावमा जन्मान्छ। उसमा रिस हुन्छ, उसमा डाहा हुन्छ। त्यो कहिले पनि प्यारेन्ट्सले सिकाएको छैन। तिमीले डाहा गर्नु, तिमीले आरिस गर्नु, रिस गर्नु भनेर सिकाएको छ। कहाँबाट आयो त्यो कुराहरू? उसमा वंशानुगत पाप छ। अनि प्रभु येशू ख्रीष्टको आगमन, यस कारणले यो समाचार असल भयो। उहाँ त्यो पापी मानिसलाई बचाउनको लागि आयो। त्यो पापी मानिसको पापको कारणले गर्दाखेरि रोमी 6:23 भन्छ पापको ज्याला त अब मृत्यु हो, मानिसले त्यो सजाय भोग्नुपर्छ। तर प्रभु येशू ख्रीष्ट त्यो मानिसको सट्टामा उहाँ आउनुभयो। न म छु, मेरो प्रिय छोरा, मेरो प्रिय छोरी, तिम्रो लागि त्यो सजाय म लिन्छु। त्यो क्रुसमा मर्नलाई, रगत बगाउनलाई, बलिदान हुनलाई म जान्छु भनिकन प्रभु येशू ख्रीष्ट जन्म लिएर आउनुभयो। आमेन। यो जस्तो असल समाचार के हुन सक्छ? आज हामी क्रिसमसमा के खोजिरहेका छौँ थाहा छैन मलाई। रमाइलो, इन्टरटेनमेन्ट मात्रै, राम्रो राम्रो ड्रेसअपको कुराहरू, के कुराहरू हामी खोजिराखेका छौँ? प्रभु येशू ख्रीष्ट तपाईँ मेरो लागि मर्नको निम्ति आउनुभयो। यसै कारण यसलाई असल समाचार भनिएको छ। तेस्रो कुरा, उहाँ यो संसारमा शान्ति र आनन्द दिनलाई आउनुभएको छ। यसै कारणले यो समाचारलाई असल समाचार भनिएको छ। उहाँको शान्ति र आनन्द चाहिँ हामी बाइबलमा हेऱ्यौँ भनेदेखि यूहन्नाको किताबमा 14 अध्यायमा लेखेको छ, म यस्तो शान्ति तिमीहरूलाई दिन्छु, यस्तो आनन्द तिमीहरूलाई दिन्छु, जुन कुरा संसारले दिने जस्तो छैन भनेको छ। हामी प्रभु येशू ख्रीष्टले, परमेश्वरले दिने आनन्द र शान्ति संसारको आनन्द र शान्तिसित हामी कम्पेयर गर्न सक्दैनौँ। यस्तो आनन्द म दिन्छु, त्यो बेग्लै छ, त्यो फरक छ। अहिले तपाईँहरू कतिजनाले आइफोन 17 लिनुभएको होला, कतिजनासँग छ? धेरैले लिनुभएको होला। लिँदै गर्दाखेरि हामी कति खुसी हुन्छ है, मसित आइफोन 17 छ। अब केही महिना पछि नै अर्को एडिसन है, अर्को भर्सन आइहाल्छ। अब 18 आउँछ, 19, 20 आउँला, अनि हामी 2-4 महिना खुसी हुन्छौँ। त्यस पछाडि हाम्रो खुसीहरू हराएर जान्छ, फेरि अर्को आइहाल्यो। संसार यस्तै परिवर्तनशील छ। संसारमा भएका कुराहरूमा आज हामी खुसी खोज्छौँ, आनन्दहरू खोजिराखेका हुन्छौँ। हाम्रो उपलब्धिहरूमा हामी आनन्द खोज्छौँ। मसित यो भयो भने म आनन्द हुन्छु, मसित त्यो भयो भने मलाई खुसी लाग्छ, मेरो लाइफ चाहिँ
साँच्चीकै आनन्दमय हुन्छ। होइन, संसारमा भएका कुनै पनि कुराले आज तपाईँ र मलाई दिगो आनन्द दिनै सक्दैन। त्यो आनन्द क्षणभरको मात्रै छ। तर प्रभु येशू ख्रीष्ट उहाँले दिने आनन्द चाहिँ अनन्त अनन्तको निम्ति छ। कारण किन? उहाँ हामीसँग हुनलाई आउनुभयो, उहाँ हाम्रो लागि मर्नलाई आउनुभयो, उहाँ हामीलाई अनन्तको जीवन दिनलाई आउनुभयो। अनि उहाँले दिने आनन्द चाहिँ अनन्तको आनन्द छ। उहाँको आनन्द परिवर्तनशील छैन अनि उहाँको आनन्द चाहिँ अनन्तको निम्ति छ। यूहन्ना 15:11 भन्छ, मेरो आनन्द चाहिँ तिमीहरूमा रहोस् अनि तिमीहरूको आनन्द भरपुर भइराखोस् भनेर उहाँले भन्नुभएको छ। अनि चौथो कुरा, यो समाचार चाहिँ किन असल समाचार भयो भन्दै गर्दाखेरि यो समाचार चाहिँ सबैको लागि अरे। आमेन। आज यहाँ रुममा कतिजना हुनुहुन्छ जसले प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नुभएको छैन, चिन्नुभएको छैन? तर तपाईँहरू कतिजना यहाँ हुनुहुन्छ? यहाँ अहिले हामीले वचनमा पढ्यौँ, यो समाचार के लेख्छ? जो सबै मानिसहरूका निम्ति हुनेछ। यो आज हलमा इसाई विश्वास गर्ने दाजुभाइको निम्ति मात्र होइन। प्रभु यीशु ख्रीष्ट यो संसारमा जन्म लिँदै गर्दाखेरि हामी सबै मानिसको निम्ति जन्म लिनुभएको। यो मैले भनेको होइन, यहाँ वचनमा लेखिएको छ, सबै मानिसको निम्ति हो। कता कता अप्ठ्यारो भएर तपाईँ बसिराख्नु भएको, कता कता अप्ठ्यारो महसुस भइरहेको होला, यो क्रिसमस त मेरो होइन कि, म किन छु यहाँ भन्ने भित्रभित्र त्यो प्रश्न भइरहेको होला। तर होइन, वचनले के भन्छ? क्रिसमस सबैको निम्ति हो। आमेन। हामी सबैको निम्ति हो। त्यसै कारण अघि मैले भन्न लाएँ, क्रिसमस यो मेरो क्रिसमस हो। वचनमा त्यही कुरा लेखेको छ, जो सबै मानिसको निम्ति हुनेछ। आज यो समाचार यस कारणले असल समाचार हो। यो समाचारमा कुनै पक्षपात छैन। यो समाचार कुनै एउटा देशको लागि, कुनै एउटा जातिको लागि मात्रै हो, कुनै एउटा भाषाको लागि मात्रै हो भन्ने कुराहरू यहाँ छैन। यो समाचार हामी सबैको निम्ति हो। उहाँलाई जो कोहीले पनि मेरो अब्बा, मेरो पिता भनेर पुकार्न पाउँछ। जो कोहीले पनि हे मेरो ईश्वर भनेर पुकार्न पाउँछ। यहाँ कहीँ पनि ट्याग झुन्डाएको छ। यो चाहिँ इसाईहरूको लागि मात्रै हो। सबैको, संसारमा भएका सबै मानिसको निम्ति उहाँ जन्म लिनुभएको छ। यस कारणले यो समाचारलाई असल समाचार भनिएको छ। पाँचौँ र अन्तिम कुरा, यो समाचार आज उपलब्ध छ। यहाँ हेर्नुहोस् के भन्छ 10 पदमा, आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। यो समाचार आज उपलब्ध छ। आज दाउदको सहरमा आज प्रभु येशू ख्रीष्टको जन्म भएको छ। यो समाचार भोलिको लागि होइन, यो समाचार 1 महिना पछिको लागि पनि होइन, यो समाचार 1 वर्ष पछिको लागि पनि होइन। आज हामी यो हलमा क्रिसमस सेलिब्रेट गर्दैछौँ। यो समाचार र सन्देश आजको लागि हो। अब डिसिसन हाम्रो हातमा छ। यो समाचार, यो असल समाचारलाई तपाईँ र मैले आफ्नो बनाउने कि यो समाचारलाई इग्नोर गर्ने? मेरो लागि होइन, यो अहिले होइन, यो मेरो लागि। यो डिसिसन हाम्रो हातमा छ। किन वचनले भन्छ, आज दाउदको नगरमा एकजना उद्धारकर्ताको जन्म भएको छ, मुक्तिदाताको जन्म भएको छ। त्यो उद्धारकर्ता, त्यो मुक्तिदाता अब हामीले कहीँ खोज्न पर्दैन, हामी कुनै ठाउँमा जान पर्दैन, हामीले कहीँ भागदौड गर्नु पर्दैन। त्यो उद्धारकर्ता र मुक्तिदाता यस कारणले भनिएको छ, उहाँ प्रभु भएर जन्मनु भयो हाम्रो बिचमा। अब उहाँ बाहेक यो संसारमा कोही पनि छैन मानिस जातिलाई, मानिस जातिको पाप र अधर्मबाट उद्धार गर्ने, मुक्ति दिने, छुटकारा दिने। के आज हामी विश्वास गर्छौँ त्यो कुरा? के आज हामी विश्वास गर्छौँ त्यो कुरा? आमेन। आउनुहोस् हामी प्रार्थना